नमस्कार। म चाहिँ आज लेले देखि हाम्रो पाथिभारा र कुञ्जोसुम जाने दोबाटोमा आइपुगेँ र यहाँको दृश्यहरू पनि देखाएँ। यहाँ चाहिँ पसलहरू अहिले चाहिँ नयाँ नयाँ पसलहरू खोलिरहनु भएको छ। पैदल यात्रीहरू र टाढा टाढा गएर आउनु हुने साथीहरूलाई पनि यहाँ चाहिँ चिसो तातोको चाहिँ व्यवस्था गरिदिनु भएकोमा उहाँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो गाउँमै यस्तो व्यवसाय गरिदिनु भएकोमा हामीलाई गर्व लाग्छ, खुसी लाग्छ। र मैले चाहिँ यहाँनिर चाहिँ अघि एकजना व्यक्ति देखेको थिएँ। त्यहाँ जुम गरेर देखाएको मैले अलिअलि देख्दैछ। अहिले पनि यहाँ छ, यहाँ हेर्नुहोस् होइन, अलिअलि देखिरहेको छ। उहाँ चाहिँ हिँड्दै आउनुभएको रहेछ होइन। अहिले चाहिँ म चाहिँ कुञ्जोसुमतिरको बाटो लाग्दैछु। यहाँनिर चाहिँ तपाईँलाई यो टर्निङमा आउँदाखेरि साह्रै अप्ठ्यारोको बाटो छ। हुन त छिटै यो भत्किन्छ डिस्कोलाई होइन। यो डिस्को चाहिँ साह्रै अप्ठ्यारो छ है। यताबाट आउँदा पनि झ्याप्पै मोडमा भेटियो भने एक्सिडेन्ट हुने सम्भावना क्या। एकचोटि यहाँबाट स्कुटी पनि झरेको थियो यो बाटोबाट। ल हेर्नुहोस् आउनुहोस् होइन। यो छिटै मर्मत हुनेछ यो बाटोहरू। र हाम्रो गाउँठाउँको दृश्य, रमाइलो दृश्यहरूलाई चाहिँ राखेँ। यहाँ चाहिँ बाइकहरू आउने जाने क्रममा छ यात्राहरू। ल यो चाहिँ अब यस्तो रमाइलो ठाउँ छ है। हजुरहरूलाई हाम्रो कुञ्जोसुम र पाथिभारा मन्दिरमा चाहिँ आउनको लागि निमन्त्रण गर्दछु। यहाँनिर चाहिँ अब हाम्रो पुल हाउस आउँदैछ, नयाँ बन्ने गरेको पुल हाउस। ल यही हो हाम्रो कुञ्जोसुमको बाटो। अर्को भिडियोमा यहाँहरूसँग भेट्ने नै छु। धन्यवाद, नमस्कार।